सर्वप्रथम त नारीहरू पुरुषबाट नै असुरक्षित रहेका छन्। निर्मला हत्याकाण्ड र भागीरथी हत्याकाण्ड त सिर्फ एक उदाहरण मात्र हुन्। दिनहुँ कैयौं महिलाहरू बलात्कृत भइरहेका छन्। दिनहुँ कैयौं निर्मला जस्ता नारीहरूलाई न्याय मिलिरहेको छैन। भ्रिकुटी र सीता जसलाई विदेशी मुलुकमा पनि सम्मान गरिने गरिन्छ, उनीहरूको जन्मभूमिमा भने आज नारीहरू असुरक्षित छन्। के यही हो हाम्रो संस्कृति? के यही हो हाम्रो मूल्य मान्यता? के यही हो हाम्रो रीतिरिवाज? के यही हो धारा 38? हैन सभाध्यक्ष महोदय, यो समाजको एक कुविचार कुसोचको परिणाम हो। जबसम्म यस्तो कुविचार कुसोच समाजको मनस्पटलबाट बाहिरिँदैन तबसम्म देशले विकासमा अग्रगामी छलाङ मार्न सक्दैन। त्यसैले नारीहरूलाई सम्मान दिनुपर्छ, नारीहरूलाई इज्जत गर्नुपर्दछ, घरेलु हिंसाको अन्त्य गर्नुपर्दछ, दाइज प्रथाको उन्मूलन गर्नुपर्दछ, नारीहरू सुरक्षित र निर्धक्क भएर समाजमा हिँडडुल गर्न सक्ने वातावरणको विकास गर्नुपर्दछ। नारीहरूलाई स्वीकार होइन स्वीकार गर्नुपर्दछ, तब मात्र समृद्ध नेपाल सम्भव छ। नारीहरूलाई सुरक्षा मात्र प्रदान गरेर हुँदैन सभाध्यक्ष महोदय, सम्मान पनि प्रदान गरिनुपर्दछ। राष्ट्रपति जनकपुर काण्ड अझै ताजै छ। राष्ट्रपति जनकपुर जानु हुँदाखेरि उहाँ फर्केर आउनु भइसके पश्चात उहाँ विधवा हो भनेरै गौत पानी छर्कियो। जहाँ राष्ट्रपतिलाई नै सम्मान दिइँदैन त्यहाँ आम नारीहरूलाई के सम्मान दिइन्छ होला? लैंगिक विभेदको अन्त्य भएको छैन सभाध्यक्ष महोदय। नारीहरूलाई विश्वास गरिँदैन, नारीहरूलाई कमजोर ठानिन्छ, नारीहरूलाई उपभोगको साधनको रूपमा मात्र लिइन्छ, नारीहरूलाई सजावटको साधनको रूपमा मात्र लिइन्छ। नारीहरूलाई विभिन्न राजनीतिक परिवर्तनको कारणले गर्दा फेरि हक अधिकार सुनिश्चित भए पनि नारीहरू झ्यालबाट च्याउन मात्र सकेका छन्, घरबाट बाहिर निस्किन सकेका छैनन्। यो बेला हो नारीहरूको घरबाट बाहिर निस्किने, आफ्नो अधिकारको सदुपयोग गर्ने, नारीहरू उजागर हुने, तब मात्र विकास सम्भव छ। आदरणीय जनसमुदायहरू, नारीले चाहे भने के गर्न सक्दैन। इतिहास साथी छ कि नारीहरूलाई जे जिम्मेवारी सोंपिएको छ या जे जिम्मेवारी उनीहरूले आफ्नो हातमा लिएका छन् त्यो निष्ठापूर्वक सम्पन्न गरेका छन्। इतिहासको पानामा सुनौला अक्षरले नाम लेखाउन सफल सम्राज्य लक्ष्मी शाहले लगातार 6 वर्षसम्म एकीकरण अभियानलाई चालु राखे र हाल नेपालका कर्णाली तथा गण्डकी प्रदेशमा रहेका टुक्रे राज्यहरूलाई एकीकृत गरे। यदि उहाँ जस्तो नारी आज नेपालको प्रधानमन्त्री भइदिनु भएको भए लिपुलेख, लिम्पिया, धुरा, काला पनि मात्र होइन सुगौली सन्धिको पुनः अवलोकन हुन्थ्यो होला। कमाउ, गढवाल र दार्जिलिङ आज नेपालकै हुन्थ्यो होला। योगमाया देवी जसले निरङ्कुश राणा शासनको निम्ति आफ्नो योगदान दिए र नेपाली जनताहरूको उज्जवल भविष्यको निम्ति आफ्नो ज्यान दिए, त्यस्तै अनुराधा कोइराला, आइरन लेडी सुशीला कार्की, पुष्पा बस्नेत, सपना मगर जस्ता नारीहरूको वीरङ्गनाको हामीले सराहना गर्नुपर्ने हुन्छ। तपाईहरू पनि यस्तै नारी बन्नुपर्ने हुन्छ, तपाईहरू यस्तो नारी बन्न सक्नु पनि हुन्छ। नारीहरूले सुरक्षा र सम्मान प्राप्त गर्नको निम्ति सर्वप्रथम त नारीहरू रोजगारमा संलग्न हुन जरुरी छ। अधिकांश नारीहरू अशिक्षित भएको कारणले गर्दा फेरि आज नारीहरू रोजगारमा संलग्न हुन सकिरहेका छैनन्। निजामती कर्मचारी, मन्त्रालयको सचिव जस्ता उच्च पदहरूमा अपवाद स्वरूप केही महिलाहरू बाहेक अधिकांश महिलाहरू तल्लो दर्जाको पदहरूमा मात्र संलग्न रहेका छन्। कम उत्पादनशील क्षेत्रमा मात्र संलग्न रहेका छन्। कतिपय क्षेत्रमा त नारीहरूलाई समान ज्यालाको पनि व्यवस्था गरिएको छैन। नारीहरूलाई गृहिणीको रूपमा मात्र राखिएको अवस्था छ। आधा आकाश ढाकेको महिलाहरूलाई घर, दैलो, चुल्हा चौका, घाँस, दाउरा, कच्चा कोदालोमा मात्र सीमित रहेर समृद्ध नेपालको अवधारणा के सम्भव छ सभाध्यक्ष महोदय? कतै छैन। हाल नेपालको जनसङ्ख्याको आधा भन्दा बढी जनसङ्ख्या नारीहरूको रहेको छ। नारीहरूले नै देश धानेका छन्, तर नारीहरूलाई रोजगारमा संलग्न गराइयो भने मात्र देश विकासले गति लिनेछ, देश द्रुत गतिमा विकसित हुनेछ, तब मात्र देश समृद्ध हुनेछ। समयको सीमालाई मध्यनजर गर्दै म निष्कर्षतर्फ लाग्न चाहन्छु सभाध्यक्ष महोदय। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नको निम्ति नारीहरूको सहभागिता बढाउनु पर्ने हुन्छ। नारीहरू